त नाइट ड्रेस लगाएर आउनुभयो क्या हो अनि आउनु पर्यो नि त अब आफू राति सुत्ने बेला हुनु लाग्यो नाइट त लाउनु पर्यो नि अनि हाम्रो चियावाली फिल्म सिल्म खेल्ने होइन भनेके हिरो चाहिँ को नि फेरि बद्री बिष्ट त तपाईँलाई सुहाउला बरु आज जानुभयो काममा नगएको त गएको त अनि तपाईँ आउने होइन चिया खानुलाई आउँदैन हौ कस्टमर बनेर चिया खानुलाई आम्दानी हो कति आत्तिक आउँछु हौ काठमाडौँमा आउँछु हौ कहिले कहिले मतलब आएको बेलामा चाहिँ भेट्ने होइन आउँछु मात्रै आश देखाउने खालि यसपालि त एक्लै आउने हो म आउँछु भेट्नुलाई एक्लै आएपछि साँच्चै मजाको कि दर्शकलाई उल्लु बनाउनु भयो तपाईँले अब म आउँछु तपाईँ भेट्न आउनु भएन अब चाहिँ म आउँछु मेरो पालो अब कहाँ आउनुहुन्छ भन्नुहोस् कहाँ आउनुहुन्छ कुन ठाउँमा लेक साइड आउँछु म तपाईँले पर्छ अनि साँच्चै हो अँ अहिलेसम्म नम्बर नदिने अनि कसरी भेटिन्छ हाम्रो अनि अब म न्यु इयरमा आउँदैछु पोखरा साँच्चै हो कि मजाको भने के साँच्चै हो के अनि अहिलेसम्म नम्बरसम्म हाम्रो छैन अनि कसरी कन्ट्याक्ट आउने गर्नु बेलामा दिइहाल्छु त म आइसकेपछि म भन्छु नि त रुबिनजी म पोखरा आएको छु आउनु पर्यो भेट्नलाई भनिहाल्छु त तपाईँ र म भिडियो बनाउनु पर्छ लेक साइडमा लेक साइड कहाँ भेट्ने कहाँ भेट्ने रे त अब पोखरा मलाई के थाहा त म त कहिले गएको छुइनँ अब लेक साइड अब कहाँ भेट्ने अब भेटेपछि थाहा हुन्छ भेटेर के गर्ने हो के गर्नुहुन्छ अरूलाई भेटेर चिया कफी टिकटक त्यो सबै हुन्छ अरू त नसोच्नु है पाप लाग्छ के सोच्नु आयो अरू के सोच्नु मान्छे त भेट नराम्रो नगर भेटेर के गर्नुभयो त अरूलाई भेटेर पुलिसमेन एने टिकटक तपाईँ साँच्चै पोखरा आउनु लागि मजा गर्नुभएको यार मलाई पत्ता लाग्यो तपाईँले धेरै ढाँट्नु भयो अब म आफै पोखरा आउँछु अब साँच्चै साँच्चै हो सुटुक्का आउँछ कि पब्लिकलाई भनेर आउनुहुन्छ सबैलाई थाहा भइहाल्छ के सुटुक्क जानु हो चोर जस्तै म त सबैलाई भन्ने पोखरा जाँदैछु रुबिनजीको घरमा भनेर घरमा त किन आउनु पर्यो यार मेरो गाउँ मेरो त घरमा गाउँमा हो तपाईँ घर चाहिँ के खिन्छ म आउँदैमा कि म यति भात खान्छु अलिकति खान्छु एक रात सुत्न र अनि के अलिकति खाना दिन सक्नुहुन्न बरु खाएरै आउँला बाहिरै कोठा छैन अनि कहाँ सुत्नु तपाईँलाई हुनु न होइन के तपाईँको त्यो भुइँ छ नि रुबिनजी सिद्धमा बस्नुहुन्छ नि हो त्यो ढोकाको छेउमा त भुइँ छ त त्यत्रो हौ खाली के रे त्यो भुइँ छ त खाली त्यत्रो त्यस्तै त सँगै बस्न काण्ड आउँछ पागल तपाईँ बुढाबुढी माथि बेडमा सुत्नु म भुइँमा सुतौँला कस्तो अप्ठ्यारो आफूले फर्सी यस्तो गर्दै अति नगर्ने यार अब सुत्ने ठाउँै छैन भन्नुहुन्छ छतमै सुतौँला नि त अब गर्मी महिना हुन्छ के अरे घरको छत खाली होला नि छत पनि खाली छैन अहिले त के को छ आएर सुत्थे त्यहाँ छतमा चाहिँ तपाईँ लेक साइड घुम्न आउने मान्छे लेक साइडतिर होटल लिएर बस्ने हो नि त कहाँ यहाँ हुन्छ नि अनि गाउँमा त गाउँमा म एक्लै आउँदैछु अनि होटलमा डर लाग्दैन त म आउँछ भनेर आश गरेर मलाई आउनु न आश गर्ने
अब तपाईँको घरमा आउन आँटेको मान्छे के को आस नि त नि म त आउँदैन म त होटलमा होटलमा गए पो तपाईँको घर पो आउनु लाग्यो हो त नि बरु म्युजिक भिडियो खेल्न आउनुहोस् म्युजिक भिडियो हेर्न खालि त एउटै म्युजिक भिडियोको मात्रै कुरा गर्नुहुन्छ मोडल बनेर अन्त पारै बेग्लै छ म मोडल होइन कि मन रामी तपाईँ हुनुहुन्छ नि यहाँ राम्रोको कुरा भएको छ त मोडल तपाईँ बनिसक्नु भयो अब तपाईँ असनको मोडल हो असनको मोडल हुन्छ ल गेम खेल्नु ल अब धेरै कुरा भयो एउटा कमेन्ट लास्ट कुदिरहेको मलाई सोधेँ मैले यहाँ उम्। हिजो डेभिडसँग जोइन भएर के भन्थ्यो सोध्नु उहाँहरूले के हो त्यो भनेको आमा नाङ्गे बसेको थिएँ यति भने म त भागेको छु नाङ्गे बसेर देखेको रे मैले रिक्वेस्ट गरेको थिएँ होइन रिक्वेस्ट गरेको डेभिडलाई होइन मैले आफै खुद रिक्वेस्ट गरेको उसले एक्सेप्ट गरेको भरे भन्दा त उता सुतेर पुरा लुगा यस्तै ब्ल्याङ्केट ओढेको रहेछ यस्तो गरेर ब्ल्याङ्केट फालेर तल त छोएन राम म त भागेँ छोरी मान्छे जस्तै हेर्छ वरिपरि हाँसेको राम राम अचम्मै भएको हिजो त साँच्चै हो ल त्यस्तो हरकतमा पनि तपाईँको ऊ काटेको थिएन त्यो के भन्छ नि तपाईँको काट्ने मतलब होइन लाइभ पनि नगएको क्या त्यो भन्छ नि त्यो हुन्छ नि आउँछ। डेभिड भन्ने खासमा खोइ मैले त चिनेको थिइनँ फर्स्ट टाइम हो मैले रिक्वेस्ट गरेको म त चिन्दिनँ फर्स्ट टाइम रिक्वेस्ट गरेको मैले साँच्चै हो मैले त फेस त देखिनँ जिउ मात्रै देखेको कसो मैले फेस नदेखेको है फेस चाहिँ देखिनँ जिउ चाहिँ देखेको पेटदेखिको तल देखेको पागल नि बेट भगवान् अब मैले नचिनेको मान्छेमा जोइन गरेको अब मैले अब चिन्दिनँ त मैले अनि हेर्नु त एकचोटि फसा मलाई रामा कहाँ जाने यार म तपाईँ जस्तो गर्न आउनको त चुप्पा यार ओडा भयो यार तपाईँको ओठ छैन र तपाईँको ओठ यता अगाडि अगाडि म मलाई लाज लाग्छ भो म खेल्दिनँ हुँदैन क्या यतापट्टि छु यता अगाडि छु नाइके च्यावली हुँदैन 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 रेकर्ड गरेर हालिदिन्छन् क्या प्लिज यार हुँदैन हुँदैन हाल्नु त जहिले पनि हाल्छ नि त अरू बेला नि हाल्छ नि त अगाडि नि अन्त डिपी चेन्ज छ त डिपी छँदैन छ त डिपी लगाउनु मेरो डिपी लगाउनु तपाईँको भोलिसम्म छिटो कस्तो आएर फसेँ यार म यता छेउमा फर्केर गऱ्यो हुन्न कहाँ छेउमा मान्छे यता अगाडि छ कि उता छ मान्छे म यता अगाडि छु रेकर्ड गरेर हालिदिन्छ यार केटा म त फसेँ हौ डिपी चेन्ज गर्छु भन्न गरिकन बस्नुपर्छ क्या हो म त एक जासुस हुन्छु म एक हेर्छु बिहानसम्म त म आफै लाइभ बस्छु दिउँसो पनि उठेपछि हेर्छु त्यहाँ डिपी लगाएको छ कि छैन चेन्ज त्यहाँ गरेको छ कि छैन भोलिपल्ट यस्तै गर्छ हुँदैन हुँदैन त्यो गर्ने हो यो हो नि त किस भनेको त त्यो हातले छेकेर हुन्छ त्यो त के हो के भने यार फसेँ म त केटा हो कहाँ जाम यार कस्तो आएर फसेँ म केटा हो चुप्पा नगर मैले गेममा हारेँ गरम भने केटा रेकर्ड गरेर हाल्छ बढी खुसी भएर लाने होइन नि त हातले गर्ने भनेकै छैन त्यहाँ के भएर त्यो म सक्दिनँ म गएँ भाइ भाइ म गएँ च्यावली म गर्दिनँ मलाई रेकर्ड गरेर हाल्नु मार्छ यार त्यस्तो हुँदैन त्यो भाग्न पाइँदैन अरूलाई चाहिँ त्यस्तो त्यही भन्ने भाग्ने भनेर कुनै दिन म भागेको छु म पनि कति गाह्रो गरेको छु राम्रोसँग मैले पनि सुनेन कि यार लास्टै कडा रहेछ यार हो 50 चोटि किस भनेको जुङ्गा काट्ने भनेको सुन्नु भएन बिर्सिनु भयो डिपी चेन्ज भनेको अरू त मैले केही देखेकै छैन
作业专业吗？ भएन भएन है त च्यावल यार म सक्दिनँ यार अलिक अगाडि आउनु त कहाँ घरबार बिग्रिन्छ यार घरबार बिग्रिन्छ केही पनि बिग्रिँदैन पनिसमेन्ट हो घरमा चिरपटदारले हान्छन् के 作业专业吗？ होइन भनेर छिटो गर्नु न हौ गेम खेल्नु पर्दैन अझै एउटा चेन्ज गरिदिनु न उहुँ, जुवा काट्नेलाई चेन्ज गर्नु न अहँ, अहँ। छैन यार च्यावल यार कति धेरै छ 你别笑， ए केटा फस्यो म लास्ट यार 作业专业吗？ म त यहीँ हालिदिन्छु यहीँ हालिदिन्छु यतासितै ल नि त यही हालिदिनु नि त ल भयो नि त जे हो नि तपाईँको र मेरो हुनु पर्यो फसाइहाल्यो यार चैलेंज करेगा मोहतरमा हमसे चैलेंज करेगा रे बाबा हैं च्यावली नुहाको फर्स्ट टाइम देख्नु भयो यार गाइस जाओ ट्रिपल गाइस फॉलो नामी